ल साथीहरू झर्ना आउनु हुनेहरूले चाहिँ अलिकति फोहोरहरूलाई चाहिँ एक ठाउँमा कलेक्सन गरिदिनु होला। यसरी जता पायो त्यतै चाहिँ नफ्याँकिदिनु होला। र अहिले चाहिँ म यताको अलिअलि भएको प्लास्टिकहरू सबै यस्तो प्लास्टिकहरू चाहिँ आगो बालेर म यहाँनिर जलाइदिँदैछु। हजुरहरूले चाहिँ एक ठाउँमा भेला पारिदिनु होला। यसरी जता पायो त्यतै फ्याँकिदिनु भयो भने चाहिँ सबैतिर फोहोरै फोहोर हुन्छ। सो त्यही भएर मैले चाहिँ यहाँनिर टक्क लगाएर आगो बालेर यसरी बालिदिँदैछु। बरु यसरी प्लास्टिकमा राखिदिनु भयो भने चाहिँ अलिकति सजिलो हुन्छ क्या। सो त्यही नै हो। मैले तर उहाँ बाल्ने गरेको थिएँ, आज चाहिँ मैले यहीँनिर बालिदिएँ। चाहिँ म चाहिँ पानीको बोतलहरू पनि सबै पानी फ्याँकेर जलाइदिनु पऱ्यो।